साथीहरु, आजको यो क्यापिटल बजेटिङको तेस्रो भिडियोमा तपाईहरुलाई स्वागत छ। हामीले अस्ति पार्ट 1 त्यसमा चाहिँ हामीले व्हाट इज क्यापिटल बजेटिङ भनेर पढेका थियौं र फिचर्स अफ क्यापिटल बजेटिङ पढेका थियौं र त्यसैगरी हाम्रो दोस्रो पार्टमा चाहिँ हामीहरुले व्हाट आर द टाइप्स अफ प्रोजेक्ट भनेर पढेका थियौं। के प्रोजेक्ट छन् भनेर पढेका थियौं। जसरी हामीले इन्डिपेन्डेन्ट प्रोजेक्ट, डिपेन्डेन्ट प्रोजेक्ट, म्युचुअली एक्सक्लुसिभ प्रोजेक्ट, त्यसैगरी रिप्लेसमेन्ट प्रोजेक्टको बारेमा पढेका थियौं। र आजको तेस्रो भिडियोमा चाहिँ हामीहरुले व्हाट आर द प्रोसिड्युर्स अफ क्यापिटल बजेटिङ डिसिजन भनेर पढ्ने छौं। यो भनेको के हो भने हामीहरुले क्यापिटल बजेटिङ डिसिजनहरु लिनको लागि हामीले कुन प्रक्रियाहरु फलो गर्छौं त व्हाट आर द स्टेज वी शुड फलो, हामीले कुन स्टेजहरु फलो गर्नुपर्छ भन्ने कुराहरु चाहिँ हामीहरुले यहाँ पढ्नुपर्ने हुन्छ। जसरी सबभन्दा पहिला हामीहरुले यहाँ कुरा गरौं आइडेन्टिफिकेसन अफ इन्भेस्टमेन्ट प्रोपोजल एन्ड एसेट्स भन्छ। हामीहरुले के बुझ्नु पर्यो भनेपछि हामीहरु कस्तो प्रोजेक्टमा चाहिँ इन्भेस्ट गर्दै छौं त त्यो डिपेन्डेन्ट हामीले प्रोजेक्ट बारेमा हामीहरुले हिजो कुरा गरिसक्यौं। इन्डिपेन्डेन्ट प्रोजेक्ट हो कि भनेको एउटा प्रोजेक्टमा हामीले लगानी गर्दाखेरि अथवा इन्भेस्ट गर्दाखेरि चाहिँ अर्को प्रोजेक्टमा चाहिँ कस्तो प्रभाव पर्छ कि पर्दैन भन्ने कुराहरु थियो। त्यसरी एउटा प्रोजेक्टमा लगानी गर्दाखेरि अर्को डिपेन्डेन्टमा के थियो भनेपछि एउटा प्रोजेक्टमा लगानी गर्दाखेरि अर्कोमा प्रभाव हामीहरुले अर्कोलाई पनि के गर्नु पर्थ्यो, हामीहरुले एकलाई कम्प्लिट गर्दाखेरि चाहिँ अर्को चाहिँ कम्प्लिट गर्नै पर्नेवाला थियो। त्यसरी चाहिँ म्युचुअली एक्सक्लुसिभमा के थियो, जसरी हामीले वान प्रोजेक्ट चाहिँ हामीले मस्ट सेलेक्ट एन्ड अनदर शुड बी अभोइड, हामीले एउटा सेलेक्ट गरेपछि अर्कोलाई अभोइड गर्नुपर्ने थियो। त्यसैगरी रिप्लेसमेन्टमा के थियो, पुराना एसेट्सहरुलाई चाहिँ रिप्लेस गरेर न्यू मोडर्न टेक्नोलोजी का मेसिनहरु अथवा उपकरणहरु इक्विपमेन्टहरु ल्याउनु पर्छ अथवा रिप्लेस गर्नुपर्छ भन्ने थियो। अब कस्ता टाइपका चाहिँ हामीसँग प्रोजेक्ट छ, कस्तो एसेट्समा हामी लगानी गरिरहेका छौं भन्ने कुरा चाहिँ हामीहरुले सबभन्दा पहिला आइडेन्टिफाई गर्नु पर्यो। सबभन्दा पहिला आइडेन्टिफिकेसन अफ इन्भेस्टमेन्ट प्रोपोजल एसेट्स भनेको चाहिँ कस्तो किसिमको प्रोपोजल अथवा प्रोजेक्टमा अथवा एसेट्समा हामीहरु लगानी गर्दै छौं भन्ने कुरा हामीहरुले यहाँ हेर्नु पर्यो। र त्यसैगरी अब दोस्रो स्टेपमा चाहिँ हाम्रो एस्टिमेसन अफ फ्लो। एस्टिमेसन अफ फ्लो भनेको के हो भन्दाखेरि चाहिँ क्याश आउटफ्लो हुन्छ या इनफ्लो हुन्छ के कस्तो हुन्छ भनेर हामीहरुले त्यहाँ हेर्नुपर्छ। र त्यसपछि इभ्यालुएसन प्रोसेसहरु छ। हाम्रो इभ्यालुएसन प्रोसेसमा अब हाम्रो इभ्यालुएसन मेथड्सहरु छन्। अब त्यसलाई पनि हामीले दुई टाइपमा डिभाइड गरेका हुन्छौं, जसरी ट्रेडिसनल मेथड अथवा टेक्निक र त्यसैगरी डिस्काउन्टिङ क्याश फ्लो, यो मोडर्न टेक्निकहरु है। जसरी ट्रेडिसनल टेक्निकमा हाम्रो दुईवटा टेक्निकहरु पढ्नुपर्ने हुन्छ। एउटा पीबीपी भन्छ, पीबीपी भनेको चाहिँ पे ब्याक पिरियड भन्छ। अब यो कसरी गर्ने के गर्ने यसको बारेमा हामी पढ्ने छौं। र त्यसरी एआरआर भन्छ, अकाउन्टिङ रेट अफ रिटर्न मेथड भन्ने हुन्छ। यो दुईटा मेथड भइहाल्यो। अब के हुन्छ कसरी गर्ने यी टेक्निकहरु भन्ने कुरा हामी पढ्छौं पछाडी। अहिले सर हामी बुझौं यो कुरा के रहेछ यसमा भनेर। फेरि अर्को मोडर्न टेक्निक भन्छ, यो डिस्काउन्टिङ क्याश फ्लो मेथड टेक्निकहरु छन्। एनपीवी, आईआरआर, डीपीपी, आईपीआई, एमआईआरआर, यी सबै भनेको चाहिँ मोडर्न टेक्निकहरु भए। इन्भेस्टमेन्ट त्यसपछि अब यी मेथडहरु कसरी गर्ने के गर्ने अनि सबैको बारेमा हामी पढ्ने छौं र यी सबै इम्पोर्टेन्ट पनि छन् एक्जामको लागि। पीबीपी, एआरआर यिनीहरु सबै इम्पोर्टेन्ट नै छन्। हामीहरुले एकचोटी ध्यान दिएर पढ्यो भने त्यति अप्ठ्यारो चाहिँ छैन। त्यसपछि चौथो स्टेपमा हामीहरुले के गर्ने, इन्भेस्टमेन्ट डिसिजनहरु लिने। अब डिसिजन कसरी लिने, हाउ शुड वी टेक डिसिजन्स भनेर हामीहरुले पढ्छौं। यी टेक्निकहरु पढ्दाखेरि नै स्टेप बाइ स्टेप हामीहरुले पढ्ने छौं। र त्यसपछि चाहिँ हामीले के गर्नुपर्छ भनेपछि लास्ट स्टेप भनेको मोनिटरिङ एन्ड सुपरभिजन गर्नुपर्छ। सबभन्दा पहिला अब हामीहरु यी टेक्निकहरुको बारेमा पनि पढौं है। इभ्यालुएसन अफ प्रोजेक्टको इभ्यालुएसन चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ पढिहालौं। सबभन्दा पहिला हामी ट्रेडिसनल टेक्निक भनेको के हो, कसरी यसमा चाहिँ हामीहरुले क्याल्कुलेसन गर्ने, हामीले कसरी एस्टिमेट गर्ने भन्ने कुरा बुझ्नु पनि एकदम आवश्यक छ। त्यसैले अब यसमा चाहिँ सुरु गरिहालौं। ट्रेडिसनल टेक्निक भनेको त्यस्तो टेक्निक हो जहाँ चाहिँ के हुन्छ भने टाइम भ्याल्यु अफ मनी को कन्सेप्टलाई चाहिँ कन्सिडर गरिदैन। अब हामीहरुले टाइम भ्याल्यु अफ मनी भन्ने अर्को युनिटमा हामी पढ्छौं नै। अब त्यसमा चाहिँ के हुन्छ भनेपछि टाइम मनी को चाहिँ भ्याल्यु चेन्ज हुँदै जान्छ विथ द चेन्ज इन टाइम। जब टाइम पिरियडहरु चेन्ज हुन्छ त्यो अनुसार नै मनी को पनि के हुन्छ, भ्याल्यु चेन्ज हुन्छ। त्यसैले यसले अब के गर्छ भनेपछि यो ट्रेडिसनल टेक्निकले चाहिँ टाइम भ्याल्यु अफ मनी, त्यो कन्सेप्ट छ नि त्यो टाइम भ्याल्यु अफ मनी हो, त्यसलाई चाहिँ के गर्छ कन्सिडर गर्दैन।
र त्यसैले अब प्रेजेन्ट भ्याल्यु निकाल्दाखेरि चाहिँ कसरी गर्छ भने यसले चाहिँ हाम्रो टाइम भ्याल्यु अफ मनीको कन्सेप्टलाई कन्सिडर नगरिकनै गर्छ। त्यसैले हामी यहाँ हेरौँ द टेक्निक which does not consider the time value of money concept। यो टाइम भ्याल्यु अफ मनीको कन्सेप्टलाई चाहिँ यसले के गर्दा कन्सिडर गर्दैन र दिस द टेक्निक अन्डर which प्रोजेक्ट आर इभ्यालुएटेड विदाउट क्यालकुलेटिङ द प्रेजेन्ट भ्याल्यु अफ फ्युचर क्यास फ्लोज। हामीहरूले अगाडि नै भनिसकेका थियौँ यसले चाहिँ विदाउट क्यालकुलेटिङ द प्रेजेन्ट भ्याल्यु अफ फ्युचर क्यास फ्लो, फ्युचरमा भन्ने त्यो क्यास फ्लो हुन्छ जो त्यसको चाहिँ हामीले टाइम भ्याल्यु अफ मनीको कन्सेप्टलाई कन्सिडर नगरिकन के गर्छौँ हामीले क्यालकुलेसन गर्ने गर्छौँ। अब हामीहरूले दुईवटा मेथडहरू पढेका थियौँ, एउटा चाहिँ हाम्रो पे ब्याक पिरियड थियो र अर्को चाहिँ अकाउन्टिङ हामीहरूले यहीँ पढेका थियौँ नि, यहाँ हाम्रो एआरआर हुन्छ अकाउन्टिङ रेट अफ रिटर्न मेथड भनेर पढेका थियौँ। यी दुईवटा मेथड मात्र हो, ट्रेडिसनल टेक्निकमा चाहिँ हाम्रो दुईवटा मेथड चाहिँ एकदम इम्पोर्टेन्ट छ। र पे ब्याक पिरियड पनि के हो भनेर बुझौँ एकैचोटि, त्यसपछि चाहिँ हामीहरू सुरु गरौँला। अब यसमा चाहिँ के छ भनेपछि टाइम पिरियड रिक्वायर्ड हुन्छ टु रिकभर द इनिसियल इन्भेस्टमेन्ट इज नन एट पिभिपी भन्छ। अब यसको चाहिँ मेरिट बुझौँ डिमेरिट बुझौँ, त्यसपछि अब क्यालकुलेसन इम्पोर्टेन्ट पार्ट हो, त्यसैले म क्यालकुलेसनमै छिटो जान को लागि फास्ट गरिरहेको छु यहाँनिर है। इजी टु अन्डरस्ट्यान्ड, यो चाहिँ के हुन्छ अन्डरस्ट्यान्डिङमा इजी हुन्छ, फोकस अन लिक्विडेसन र दुईवटा मेरिट भनिसक्यो हामीले। डिमेरिटमा पनि एक दुईवटा बुझेकै राम्रो, जसरी इग्नोर गर्छ टाइम भ्याल्यु अफ मनी कन्सेप्ट हामीहरूले अगाडि नै भनिसक्यौँ कि हाम्रो ट्रेडिसनल टेक्निकमा पनि ट्रेडिसनल टेक्निकले चाहिँ टाइम भ्याल्यु अफ मनीको कन्सेप्टलाई कन्सिडर गर्दैन भनेर। अब दोस्रो चाहिँ के छ इग्नोर्स द प्रोफिटेबिलिटी अफ पिरियड। अब चाहिँ जसरी टाइम पिरियड हुन्छ भनेपछि त्यसपछि जब हाम्रो इनिसियल इन्भेस्टमेन्ट चाहिँ हाम्रो कभर भइसक्यो भनेपछि त्यसपछि चाहिँ प्रॉफिट कति भयो त्यसलाई यसले इग्नोर गर्ने हुनाले चाहिँ हामीले भनेका छौँ इग्नोर्स द प्रोफिटेबिलिटी अफ प्रोजेक्ट। कति भयो प्रॉफिट इट डजन्ट म्याटर, यसले म्याटर राख्दैन। इट डज नट कन्सिडर द इन्टायर क्यास फ्लो द्याट अक्वर्स पे ब्याक पिरियड। हामीले के भनेका थियौँ भनेपछि अब यसले चाहिँ हाम्रो इनिसियल इन्भेस्टमेन्ट चाहिँ रिकभर हुने बेलासम्म मात्र यसले कन्सिडर गर्ने भयो। जब इनिसियल इन्भेस्टमेन्ट हाम्रो रिकभर भइसक्यो भने त्यसपछि यसले कति प्रॉफिट भयो, कति क्यास इनफ्लो भयो, कति क्यास आउटफ्लो भयो, इट डजन्ट म्याटर, कि म्याटरै गर्दैन यो टेक्निक अनुसार है, अकर्डिङ टु दिस टेक्निक। अब चाहिँ हामीहरूले क्यालकुलेसन अफ पे ब्याक पिरियड कसरी क्यालकुलेट गर्ने भनेर पढौँ एकदम। अब इफ एनुअल सिएफएटी आर इभन भनेको छ। अब सिएफएटी भन्यो क्यास फ्लो, यो है क्यास फ्लो अब हामीलाई क्वेसनमा दिएकै हुन्छ। अब क्यास फ्लो इभेन छ अड छ भनेर हामीहरूले हेर्ने, त्यसपछि चाहिँ क्यालकुलेसन गर्न त्यसपछि चाहिँ लाग्ने है। अब यसमा पनि हामीहरूले बुझ्नु पऱ्यो कि अब अब हामी यहाँनिर भन्यौँ नि त इभेन क्यास फ्लो भन्यौँ, एनुअली सिएफएटी चाहिँ इभेन छ भनेपछि हामीहरूले यो फर्मुला लगाउने भनेर त पढ्यौँ। तर सिएफएटी इभेन भनेको के हो त भनेर त बुझ्नु आवश्यक छ नि। अब जसरी हरेक वर्ष यसरी हाम्रो के दिइहाल्छ एनुअल सिएफएटी भनेको क्यास फ्लो इनफ्लो आउटफ्लो भएको त दिन्छ। अब इनिसियली हाम्रो यहाँ के हुन्छ इन्भेस्टमेन्ट लगाएका हुन्छौँ भनेपछि क्यास चाहिँ आउटफ्लो हुन्छ। यो मैले ब्र्याकेटमा दिएको भनेको क्यास आउटफ्लो हुनु हो। अब हामीले ब्र्याकेटमा दिएको क्यास आउटफ्लो हुनु हो। किन आउटफ्लो हुन्छ भन्दाखेरि चाहिँ जब हामीले इन्भेस्ट गर्छौँ कुनै पनि प्रोजेक्टहरूमा त्यति बेला चाहिँ हाम्रो के हुन्छ प्रोजेक्टमा चाहिँ लगानी लगाउनु पर्ने हुन्छ, त्यसैले हाम्रो के हुन्छ क्यास आउटफ्लो हुन्छ। अब दोस्रो वर्ष के होला, अब दोस्रो वर्ष त त्यो प्रोजेक्ट बनिसकेपछि त्यसले रिटर्न दिन सुरु गरिहाल्ला। अब रिटर्न दिँदाखेरि चाहिँ के होला, जब यहाँनिर समान रूपले भन्यो इक्वल अमाउन्ट एनुअली एक वर्षमा बराबर जसरी एक वर्षमा पनि 12,000, दोस्रो वर्षमा पनि 12,000, तेस्रो वर्षमा पनि 12,000 यसरी आयो भने हाम्रो सिएफएटी भनेको क्यास इनफ्लो एउटै अमाउन्ट मतलब सेम अमाउन्ट हाम्रो इनफ्लो हुँदै रह्यो भने चाहिँ त्यसलाई हामी इभेन क्यास फ्लो भन्ने। यदि कहिले हाम्रो 8,000 इनफ्लो हुने, कहिले 12,000 हुने, कहिले 11,000 हुँदैछ क्यास इनफ्लो भनेपछि त्यो चाहिँ के भयो अनइभन भयो हो। यो बुझेपछि अब हामीहरूले यो फर्मुला पनि के लगाउने भने पिबिपी भने पे ब्याक पिरियडको लागि चाहिँ इनिसियल इन्भेस्टमेन्ट हामीले कति लगायौँ र एनुअल सिएफएटी चाहिँ कति छ भनेर हामीले यो फर्मुला लगायौँ भने हाम्रो यति वर्षमा चाहिँ के हुन्छ इनिसियल जो हाम्रो इन्भेस्टमेन्ट लगाएका छौँ त्यो चाहिँ रिकभर हुन्छ भनेर देखाउँछ। भनेपछि रिकभर कहिले हुन्छ त, कति वर्षमा हुन्छ त, भन्ने कुरा चाहिँ केले देखाउने भयो यो फर्मुला लगाउने। कहिले जब चाहिँ 1 वर्षमा 12,000 हुने, 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 1 वर्षमा 12,000 हुने
क्यास इन्फ्लो सिएफएटी के क्यास फ्लो चाहिँ के हुन्छ समान इभेन रूपमा सेम अमाउन्ट जहिले इन्फ्लो भइरहेछ भने यो फर्मुला लगाउने। क्वेसनमा हेर्ने जब काहीँ 12,000 मैले भने नि 11,000 अथवा सेम अमाउन्ट चाहिँ इन्फ्लो भइरहेछ भने यो फर्मुला लगाउने, नत्र फेरि अर्को फर्मुला हेरौँला। अब चाहिँ दोस्रोमा के छ भने इफ सिएफएटी आर अनइभेन। अनइभेन छ भनेपछि हामीले एउटा टेबल चाहिँ बनाउनै पर्ने हुन्छ, फर्मुलाले हुँदैन। अब सिएफएटी जसरी हाम्रो इयर दिइहाल्ला, पहिलो वर्षमा 0 वर्षमा भनेको 0 वर्षमा भनेको इन्भेस्टमेन्ट गर्दाखेरि चाहिँ हाम्रो सिएफएटी हाम्रो क्यास आउटफ्लो हुन्छ। त्यसपछि पहिलो वर्षमा के भयो सिएफएटी अब क्यास आयो आउन त यहाँ पनि के भएको छ माइनसमै छ, किन हाम्रो रिकभर भएको छैन। त्यस दोस्रो वर्षमा जाउँ, दोस्रो वर्षमा चाहिँ के भयो क्यास त आयो तर हाम्रो यहाँ के भएको छ यहाँनिर पनि के भएको छ के हाम्रो इनिसियल इन्भेस्टमेन्ट चाहिँ कभर भएको छैन। अब तेस्रो वर्षमा जाँदाखेरि चाहिँ यहाँ कभर भइसकेको छ, त्यसैले हाम्रो यहाँ प्लसमा आयो। यो माइनस किन लेख्यो भन्ने कुरा यही हो। अब हामीले के गर्ने, अब हाम्रो यो जब क्यास अनइभेन हुन्छ त्यति बेला चाहिँ फर्मुला के हुन्छ भन्दाखेरि चाहिँ मिनिमम इयर प्लस अमाउन्ट टु बी रिकभर्ड बाई नेक्स्ट इयर सिएफएटी भन्ने हामीले फर्मुला लगाउनु पर्ने हुन्छ। अब यो फर्मुलामा हामीले तीनटा कुरा चाहिँ नयाँ कुराहरू देख्यौँ। के देख्यौँ भनेपछि एउटा मिनिमम इयर भनेको के हो, एउटा अमाउन्ट टु बी रिकभर्ड एन्ड नेक्स्ट इयर सिएफएटी भनेर हामीले देखेका छौँ। अब हामीले मिनिमम इयर के हो भन्दाखेरि चाहिँ जुन वर्ष चाहिँ हाम्रो इनिसियल इन्भेस्टमेन्ट रिकभर भएको छ त्योभन्दा 1 वर्ष अगाडिको वर्षलाई के भन्ने इयरलाई चाहिँ के भन्ने मिनिमम इयर भन्ने। र मिनिमम इयर त भयो, के भन्यो हामीले इनिसियल इन्भेस्टमेन्ट जुन वर्षमा हाम्रो रिकभर भइसकेको छ त्योभन्दा 1 वर्ष अगाडिको वर्षलाई हामीले के भन्ने मिनिमम इयर भन्ने एउटा कुरा। दोस्रो कुरा अमाउन्ट टु बी रिकभर्ड भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जुन वर्षमा इनिसियल इन्भेस्टमेन्ट रिकभर भएको छ त्योभन्दा 1 वर्ष अगाडिको क्युमुलेटिभ सिएफएटी क्युमुलेटिभ क्यास फ्लो चाहिँ कुन हो त्योलाई चाहिँ हामीले के भन्ने अमाउन्ट टु बी रिकभर्ड मान्ने। अब नेक्स्ट इयर सिएफएटी भनेको के हो, नेक्स्ट इयर सिएफएटी भनेको सिएफएटी क्यास फ्लो जुन वर्ष चाहिँ हाम्रो इनिसियल इन्भेस्टमेन्ट रिकभर भइसकेको छ त्यो वर्षलाई के मान्ने नेक्स्ट इयर सिएफएटी मान्ने। अब यो आएपछि हाम्रो यति वर्षमा चाहिँ हाम्रो इनिसियल इन्भेस्टमेन्ट रिकभर हुन्छ भनेर यति वर्ष बाई चाहिँ यहाँनिर ल हामी मानौँ 11 इयरमा चाहिँ रिकभर भएको छ अथवा 5 इयरमा चाहिँ हाम्रो इनिसियल इन्भेस्टमेन्ट रिकभर भएको छ भनेपछि यहाँ 5 आउँछ। यहाँनिर बाई चाहिँ ल 6 आयो भनेपछि 6 वर्षमा चाहिँ इनिसियल इन्भेस्टमेन्ट रिकभर हुँदैछ अथवा भयो भन्ने आउँछ, हुन्छ भन्ने आउँछ। अब चाहिँ डिसिजन कसरी लिने भन्ने कुरा आयो। डिसिजन प्रोसेसमा चाहिँ हामीहरूले के गर्ने भनेपछि फर इन्डिपेन्डेन्ट प्रोजेक्ट, यदि प्रोजेक्टहरू इन्डिपेन्डेन्ट छन् भने हामीले इन्डिपेन्डेन्ट प्रोजेक्ट भनेको के हो भनेर त हामीले योभन्दा अगाडिको पार्टमा पढिसकेका छौँ। यदि पढ्नु भएको छैन भने त्यो भिडियोको म लिङ्क आई बक्समा दिइदिन्छु, हेर्नु होला। इफ पिबिपी भनेको पे ब्याक पिरियड जो यहाँनिर आयो नि इयर हो, यो इयर यहाँनिर आएको इयर चाहिँ यदि के छ लाइफ अर स्ट्यान्डर्ड टाइम पिरियड भन्दा सानो छ भने प्रोजेक्टहरूलाई एक्सेप्ट गर्ने। हामीहरूले यहाँ के पढ्छौँ भनेपछि प्रोजेक्टहरूलाई एक्सेप्ट गर्ने वा रिजेक्ट गर्ने भनेर डिसिजन लिनुपर्छ हो। त्यसैले अब पिबिपी भनेको के हो, यहाँनिर आएको इयर हामीले कसरी गर्यौँ, यदि क्यास इभेन छ भनेपछि इन्फ्लो हामीले फर्मुला लगाउने इनिसियल क्यापिटल बाई इन्भेस्टमेन्ट बाई एनुअल सिएफएटी भनेर यो फर्मुला लगाउने। यदि क्यास अनइभेन छ भनेपछि हामीले के लगाउने, यो टेबल बनाउने। त्यसपछि चाहिँ हाम्रो यो टेबल बनाइसकेपछि हामीले यो फर्मुला लगाउने। फर्मुला लगाएपछि यहाँ इयर आउँछ, जो इयर आउँछ त्यो भनेको यहाँ हो। बाई चाहिँ मानौँ हामीहरूले यहाँनिर 5 इयरको चाहिँ प्रोजेक्ट छ हैन, 5 इयरको प्रोजेक्ट छ। अब 5 इयरको प्रोजेक्ट छ भनेपछि हाम्रो त्यो इनिसियल इन्भेस्टमेन्ट 5 इयरभन्दा अगाडि नै रिकभर भइसकेको हुनुपर्छ। यदि भयो भने यहाँ के भनेको छ पिबिपी इज लेस देन
द लाइफ अर स्ट्यान्डर्ड। यो लाइफ भनेको 5 वर्ष छ, अहिले हाम्रो इक्जाम्पलमा 5 इयर छ। अब यो 5 इयरभन्दा अगाडि नै पिबिपी आउँछ। जसरी हाम्रो यहाँ 4 आयो, 3 आयो, 2 आयो, 1 आयो, यी आयो भने चाहिँ के हुन्छ, देन एक्सेप्ट द प्रोजेक्ट। त्यति बेला चाहिँ हामीले प्रोजेक्टलाई एक्सेप्ट गर्ने। र यदि यो 5 इयरभन्दा पछाडि रिकभर हुन्छ, अहिलेसम्म 1 इयरमा पनि रिकभर भएन, 2 मा पनि भएन, 3 मा पनि भएन, 4 मा पनि भएन, 5 मा पनि भएन भनेपछि चाहिँ यस्तो प्रोजेक्टहरू छन् भने हामीले के गर्ने, यिनीहरूलाई रिजेक्ट गर्ने भन्ने चाहिँ यो केले देखाउँछ, इन्डिपेन्डेन्ट प्रोजेक्ट भयो भन्न। यहाँ हेर, पिबिपी इज ग्रेटर देन अर इक्वल टु लाइफ। जसरी हाम्रो 5 इयरमा पनि रिकभर भइरहेछ भने त्यसलाई पनि के गर्ने, रिजेक्ट गर्ने। हामीलाई चाहियो 5 भन्दा अगाडि नै रिकभर भइसकेको। हामीलाई 1 2 3 4 सम्म रिकभर भइरहेछ भने एक्सेप्ट गर्ने। यदि 4 भन्दा पनि पछाडि ल 5 इयरको प्रोजेक्ट छ, 5 इयरमै पनि यदि त्यो रिकभर भइरहेछ भने त्यसलाई हामीले रिजेक्ट गर्ने इन इन्डिपेन्डेन्ट प्रोजेक्ट भएको खण्डमा। त्यही क्वेसनमा बन्छ इन्डिपेन्डेन्ट प्रोजेक्ट, हामीले बुझिहाल्छौँ। अब इफ पिबिपी हामीहरूले भनिसक्यौँ कि यदि पिबिपी भनेको यो जहाँनिर यो इयर आउँछ त्यो इयर चाहिँ हाम्रो स्ट्यान्डर्ड लेभल अथवा हाम्रो टाइम पिरियडभन्दा बढी छ भने, इक्वल वा बढी छ भने त्यसमा के गर्ने, रिजेक्ट गर्ने। अब हाम्रो दोस्रो छ प्रोजेक्ट म्युचुअली एक्सक्लुसिभ प्रोजेक्ट भएको खण्डमा चाहिँ के गर्ने, अब हामीले कम्पेयर गर्नु पर्यो कि दुईवटा प्रोजेक्ट बिच। अब के गर्ने भने प्रोजेक्ट विथ लोयर पिबिपी सुड बी सिलेक्टेड। अब जसको चाहिँ पिबिपी कम छ त्यसलाई चाहिँ के गर्ने, सेलेक्ट गर्ने। अब त्यसै गरी हाम्रो दोस्रो कुरामा के, दोस्रो के आयो, दोस्रो मेथड छ योभन्दा अगाडि पनि हामीहरू अझ म्युचुअल एक्सक्लुसिभको कुरा गरौँ। जसरी एउटा प्रोजेक्ट छ हाम्रो, त जहिले पनि ए र बी प्रोजेक्टको इक्जाम्पल चाहिँ दिइन्छ। ल ए मानौँ, यो प्रोजेक्ट बी मानौँ है, यो प्रोजेक्ट ए र यो प्रोजेक्ट बी। अब एउटा राम भन्ने मान्छे छ। अब यो मान्छेले चाहिँ प्रोजेक्ट ए को इभ्यालुएसन गर्यो, क्याल्कुलेसन गर्यो र यसको चाहिँ 4 इयरमा चाहिँ के हुँदैछ, रिकभर हुँदैछ इनिसियल इन्भेस्टमेन्ट। र बी भन्ने मान्छेले चाहिँ, बी भन्ने प्रोजेक्टमा चाहिँ 5 इयरमा चाहिँ प्रोजेक्ट चाहिँ के हुँदैछ, रिकभर हुँदैछ, इनिसियल इन्भेस्टमेन्ट चाहिँ रिकभर हुँदैछ भने अब कुनलाई चाहिँ एक्सेप्ट गर्नु पर्ला त, हो जो चाहिँ 4 वर्षमा इनिसियल चाहिँ इन्भेस्टमेन्ट चाहिँ रिकभर हुँदैछ त्यसलाई गर्ने। अर्को जसरी बी को चाहिँ 3 वर्षमै हुँदैछ र ए को चाहिँ 4 वर्षमा हुँदैछ भने कुन गर्ने, बी गर्ने, किनकि यसको पिबिपी के छ, कम छ। हो हामीहरूले के बुझ्नु पर्यो भनेपछि ट्रेडिसनल मेथडमा हामीले एउटा टेक्निक के पढ्यौँ भने चाहिँ पिबिपी भनेको पे ब्याक पिरियड। अब यसमा चाहिँ के हुन्छ भने चाहिँ इनिसियल इन्भेस्टमेन्ट चाहिँ कुन इयरमा चाहिँ कति छिटो कुन बेला चाहिँ रिकभर हुँदैछ भनेर हेर्ने भयौँ। अब जुन बेला जति छिटो रिकभर हुन्छ त्यो प्रोजेक्ट चाहिँ राम्रो मानिन्छ र त्यसलाई चाहिँ एक्सेप्ट गरिन्छ भन्ने कुरा हामीले हेर्ने हो। अब पिबिपी भनेको केही छैन। अब एउटा मेथड सकियो, यसमा चाहिँ के छ भने कति बेला जति छिटो प्रोजेक्टहरू सके, कति इयरमा चाहिँ कि यहाँ नै हेर्नु न, कति वर्षमा चाहिँ यो रिकभर हुँदैछ भनेर हेर्ने हो। जो बाई चाहिँ यहाँनिर हाम्रो यान भनेको ल 5 इयर छ भने चाहिँ 5 इयरमा हो हाम्रो इनिसियल इन्भेस्टमेन्ट रिकभर हुँदैछ भने त्यसलाई चाहिँ हामीले रिजेक्ट गर्नुपर्ने हुन्छ इन द अकर्डिङ टु द इन्डिपेन्डेन्ट प्रोजेक्ट। अब म्युचुअली एक्सक्लुसिभ छ भने हामीले भनिसक्यौँ प्रोजेक्टलाई चाहिँ कम्पेयर गर्ने, दुईवटा प्रोजेक्टहरू के गर्ने, जसको कम पिबिपी छ त्यसलाई चाहिँ के गर्ने, पिबिपी भनेको कति इयरमा आउँछ है, पिबिपी भनेको इयरमा आउँछ, जसको कम इयर आएको छ त्यसलाई चाहिँ हामीले के गर्ने, एक्सेप्ट गर्ने भन्ने कुरा हो। ल आजको भिडियोमा यति नै हो। त्यसपछि हामीहरू दोस्रो चाहिँ के छ भने एभरेज अर अकाउन्टिङ रेट अफ रिटर्न के हो भनेर हामीहरू कुरा गर्नेछौँ।